सो सबैजनालाई धेरै दिनपछि मैले चाहिँ यो भिडियो गर्दैछु अनि हजुरहरू सबैजनालाई चाहिँ कतिजनालाई चाहिँ थाहा भइसक्यो होला, तर कतिजनालाई चाहिँ थाहा भएको छैन होला सायद। म चाहिँ आज यहाँनिर चाहिँ एउटा ब्याड न्युज हैन, एकदम ब्याड न्युज लिएर चाहिँ म यो भिडियो गर्दैछु। अनि स्पेसल्ली यो भिडियो चाहिँ मैले बेबोको लागि बनाएको हो। अब हजुरहरू कतिजनालाई थाहा छ छैन मलाई थाहा भएन, थाहा भएकोहरूको लागि त ठिकै छ, तर थाहा नभएको पनि कतिजना हुनुहुन्छ नि त। सो यो न्युज चाहिँ मैले लिएर आएँ हैन। बेबोको चाहिँ बोजू चाहिँ अब रहनु भएन, बोजूको चाहिँ डेथ भएको छ। अनि मैले चाहिँ यो न्युज चाहिँ मैले चाहिँ टिकटकमा देखेको थिएँ। कस्तो मलाई त बोल्नलाई पनि एकदमै आवाजै आइरहेको छैन के है। मैले चाहिँ कस्तो एकदम यस्तो नराम्रो लागेको छ, यस्तो गिल्टी जस्तो यस्तो फिल भएको छ हैन, स्याड फिल भएको छ, यस्तो भित्रबाट यस्तो फिल भइरहेको छ जुन चाहिँ मैले व्यक्त गर्न सकिरहेको छैन। अनि बेबोको बोजू चाहिँ अब रहनु भएन साथीहरू। बेबो मैले टिकटकमा चाहिँ यो न्युज देखेको थिएँ। हाम्रो डक्टर हुनुहुन्छ, के डक्टर नाम पनि मैले बिर्सेँ, कस्तो उहाँले चाहिँ हाल्नु भएको थियो कि बोजूको मलामी जानु आँटेको भनेर भिडियोहरू हालिरहनु भएको थियो। अनि मलामी गएर फर्किसकेको सबै भिडियोहरू हाल्नु भएको थियो। अनि म चाहिँ एकछिन चाहिँ पत्याएको थिएन क्या साथीहरू, मलाई विश्वासै लागिरहेको थिएन। तर जब मैले सबै भिडियोहरू हेरेँ तब चाहिँ म एकदमै सक भएँ, मलाई एकदम दुःख लाग्यो। अनि हैन, अब के भनौँ कस्तो भनौँ त्यो मलाई भन्न आइरहेको छैन क्या साथीहरू। एउटा खुट्टा काट्दाखेरि त यस्तो रोएको थियो बेबो हैन। अहिले उसमा के गुज्रिरहेको छ, उसमा के बितिरहेको छ त्यो हामी कसैलाई पनि थाहा छैन। अनि मैले अरूहरूकोबाट पनि मैले कति सर्च गरेर टिकटकमा पनि हेरेँ, युट्युबमा चाहिँ खासै देखिनँ। टिकटकमा हेर्दाखेरि चाहिँ प्राय जस्तोले हालिरहनु भएको रहेछ त्यहाँ। अनि कमेन्टहरू पनि आइरहेको थियो कि उता कस्तो नराम्रो कमेन्ट आएको थियो क्या, उता बोजू मरिरहेछ, यता चाहिँ बेबो चाहिँ मस्तले पुरा हुन्छ नि पार्टी गर्दै पैसा हातमा लिँदै बसिरहेको छ। यो त मान्छेलाई देखाउनको लागि मात्रै उसले यस्तो गरेको रहेछ। उसमा त बेबोप्रति त बेबोलाई त उसको बोजूप्रति त्यति ख्यालै रहेनछ हैन। ग्ल्यामरको दुनियाँमा छिर्नु थालेछ, पैसा कमाएर यस्तो गर्यो उस्तो गर्यो, कस्तो नराम्रो नराम्रो कमेन्टहरू थियो क्या साथीहरू हैन। अब बोजूको त उमेर पनि भइसकेको हो नि त हैन। हामीहरू सबैजनालाई थाहा छ बोजू कति एजको 90 इयर्स प्लस भइसक्नु भएको मान्छे। अनि त्यसमाथि झन् त्यो खुट्टा काटिसके पछाडि बोजू झन् कमजोर हुनुभएको थियो, दिनदिनै बोजूलाई रोगले ग्रस्त गर्दै गएको थियो। अनि त्यो भएको भएर अब बोजूको टाइम भएको भएर नै बोजूलाई त्यस्तो भयो। बोजू अब हामी माझमा रहनु भएन। तर किन यो कुरा चाहिँ अरू मान्छेले चाहिँ बुझ्दैन, कतिजना हेटर्स, अब बेबोको हेटर्सहरू पनि त टन्नै होला हैन। त्यो हेटर्सहरूकै काम होला के। सो त्यसरी गएर आफूले के गर्न सक्नुहुन्न भने चाहिँ प्लिज त्यसरी कमेन्टहरू पनि नगरिदिनुहोस् है। उसमा अहिले के बितिरहेको छ भने त्यो तपाईँहरूलाई थाहा छैन के है, त्यो सिर्फ उसलाई मात्रै थाहा छ हैन। आज ऊ यो ठाउँमा छ उसको बोजूकै कारणले गर्दा ऊ यो ठाउँमा छ क्या। उसलाई जस्तो टाइममा पनि जस्तो बेलामा पनि बोजूले यस्तो सपोर्ट गर्नुभएको छ हैन। उसको भिडियोहरू कतिमा बोजू हुनुहुन्छ, तर यो कुरा चाहिँ किन मान्छेहरूले बुझिँदैन अनि जे मन लाग्यो त्यही कमेन्ट गरिरहेको हुन्छ हैन। सो त्यस्तो कमेन्टहरू हेटर्सहरूदेखि त अब बेबोलाई त खासै फरक पर्दैन, तर यस्तो बेलामा भनेको चाहिँ त्यस्तो कमेन्टहरूले गर्दा चाहिँ धेरै नै गाह्रो हुन्छ। अनि त्यो भएको भएर प्लिज त्यस्तो कमेन्टहरू चाहिँ नगरिदिनु होला। यो बेला भनेको बेबोलाई चाहिँ सबैजनाले साथ सपोर्ट दिनुहोस्, जो बेबोको नजिकहरू हुनुहुन्छ उहाँहरूले चाहिँ साथ सपोर्ट दिनुहोस् हैन। अब बोजू त्यस्तो हुनुभयो भनेर त सोचेको पनि थिएन कि साथीहरू हैन। त्यो
विश्वासै लागिरहेको छैन अझ पनि। तर इट्स ओके, हामीले चाहिँ जस्ट बिबुलाई चाहिँ जे पायो त्यही नभनिदिनु होइन। उसलाई चाहिँ अहिले धेरै नै गाह्रो परिरहेको होला सायद है। अनि त्यो भएको भएर चाहिँ मलाई कस्तो साथीहरू बोल्ने त्यो शब्द नै आइरहेको छैन। रुनुलाई पनि म सक्दिनँ, म क्यामेराको अगाडि यसरी गुहाँ गुहाँ अरूलाई जस्तो हुन्छ नि सिम्प्याथी पाउन भने जस्तो सक्दिनँ। तर मलाई एकदम नराम्रो लागिरहेको छ है साथीहरू। त्यो भएको भएर चाहिँ प्लिज कसैले पनि नराम्रो कमेन्ट्सहरू नगरिदिनुहोस् है। मेरो भन्नु चाहिँ यति मात्र हो, कसैले पनि नराम्रो कमेन्ट्सहरू नभनिदिनुहोस्। अनि हाम्रो बोजूको चाहिँ स्वर्गमा बास होस् होइन, एकदम राम्रो स्थान चाहिँ उहाँले पाउनुहोस्। हार्दिक श्रद्धाञ्जली, ताकि उहाँको चाहिँ स्वर्गमा बास होस् भनेर। यति नै हो साथीहरू, म बोल्न सकेन, सो सरी। आजको भिडियो चाहिँ मैले यहीँ इन्ड गरेँ ल।